हामी पनि आज पनि फेरि यो घमाइलो दिन यहाँ भाइको क्लासिक चलाउनु पर्ने हुन्छ अब हामी चेक गराउन जानुपर्ने हुन्छ तर जस अन रोडमा चाहिँ लास्टै मजा आउँछ क्या कम्फर्टेबल कता हो धेरै डिफ्रेन्स नि अलिअलि हो धेरै के रोडमै हो गाह्रो लाग्दो रहेछ चलाउन चाहिँ अलि अप्ठ्यारो हुन्छ यत्रो यो यता खुट्टा यता बाहिर टेक्दा नि यहाँ ठोकिन्छ भने फुटप्याडमा के यसमा ठोकिँदो रहेछ मेसोमा भएर बाइकमा जस्तो हुन्न कि लङ टुर चाहिँ मजा हुन्छ लङ टुरमा मजा हुन्छ अफरोडहरू फेरि सक्दैन के झ्याउ लाग्छ यसमा अफरोड जानलाई यहीँ राखिदिने हो बिलिङ मात्रै भयो के हुन्छ अहिले त मैले सामानको उसलाई बेचेछ नि भनेर बिल चाहियो कि त्यो त त्यत्रो 150-200 हुन्छ बिलहरू प्रिन्ट गर्दा गर्दा केटाहरू सब चिक्नाया भनेर आन्छ चिक्नाया हामी पनि छौँ यहाँ कस्तो भिड छ धेरै वर्ष देखियो त यार कसम कति वर्ष भयो तपाईँ त हराएको 2 वर्ष भइसक्यो धेरै खाइयो क्या यार होइन बिहेको माहौल पनि मजा भयो होइन ल भन्नु के भन्नु छ तपाईँले बेटिसकेर अहिले रेकर्ड गर्न पाइनँ नि त मैले ल राम्रोसँग जाऊ त्यही त हो नि भन्ने के छ र भोलि म लिएर आउँछु पर्सि हो त्यो त तिमीलाई बिहान त्यही भएर हो कि बिहान देखेन मैले यार दाइलाई मात्रै म दिउँसो आएको बिहान कहाँ गएको थियो बिहान म गर्थेँ लन्च कतै देखेको थिएन ल ओके सियु ओके ल राम्रोसँग जाऊ है सियु पुरा भ्लग बनाउँदै है ल हामी कति बजे आइपुग्यो त लगभग 5 बजे कति मिनटको थियो 48 भनेपछि ल 5 8 होइन 40 मिनटमा आइपुग्यो नन स्टप हो 40 मिनट भनेको नरोकिकन काममा भनिकन तेरेको यहाँनिरको तार चाहिँ अलिकति बिग्रिया के मेरो सेटअप हो है यो चाहिँ यो प्लग चाहिँ यहाँ जोडिने जुन यो भोइसबाट आउने यो प्लग चाहिँ यसमा रेकर्ड हुने हो नि त अनि त्यसपछि यो चाहिँ अलि लुज भएछ कि यो थोरै बाङ्गे क्या त्यही भएर चाहिँ साउन्ड आयो कि आएन मलाई थाहा छैन हैन त्यही हो ल अब आजको ब्लग के कस्तो लाग्यो कमेन्टमा पढिदिनु होला हैन
यति भन्दैमा हामी नयाँ दिनसँगै नयाँ भ्लगमा भेट्छौँ भन्ने बाचाको साथ हामी बिदा हुन्छौँ। हस् त, धन्यवाद, सी यू, गुड नाइट, चलो बाई।